दर्शकबिन पूर्व राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ प्रस्थान गर्दै गर्दा काठमाडौँमा भव्य स्वागत तयारी गरिएको छ। त्यसै बखतमा माननीय ज्ञानेन्द्र शाहज्यू आफ्ना भनाइहरू बुलन्द रूपमा यसरी व्यक्त गर्नुहुन्छ। जनताको इच्छा र आकांक्षालाई बन्देज गर्ने चेष्टा सरकारले नगरोस्। सम्माननीय प्रधानमन्त्रीज्यूलाई नै आज काठमाडौँ एयरपोर्टमा गएर राजाको स्वागत गर्न हार्दिक अपिल र अनुरोध गर्दछौँ। कतारका राजालाई प्रधानमन्त्रीज्यूले स्वागत गर्न हुने, नेपालका राजालाई स्वागत गर्न नहुने किन हो? राजा सबैका साझा हुन्, प्रधानमन्त्री र राष्ट्रपति पनि राजा हुन्। यो 16 वर्षमा देशमा लुटतन्त्र मचाएर अझै पुगेको छैन। गाउँ गाउँमा छोटे राजाहरू छन्। 80 लाख भन्दा बढी युवाहरू अर्काको देशमा काम गर्न बाध्य छन्। 1 वर्षमा 7 लाख भन्दा बढी युवाहरू विदेशिन्छन्। उद्योग बन्द गर्यो, कल कारखानाहरू बन्द गर्यो। राजाका पालैमा निर्माण भएको निशुल्क स्वास्थ्य शिक्षा जस्ता आधारभूत सेवा सुविधाहरू पैसामा किनबेच गर्ने धन्दा चलायो। अदालत कार्यकर्ताको बनायो, प्रहरी कार्यकर्ताको बनायो, कर्मचारी कार्यकर्ताकै बनायो, शिक्षक कार्यकर्ताकै बनायो। भ्रष्टाचारले तिमीहरू डङडङ्ती गनायौ। तिमीहरूलाई अझै के आधारमा विश्वास गर्ने? अब तिमीहरू जस्ता भ्रष्टाचारीलाई तह लगाउन एउटा संस्था चाहियो, जसलाई भनिन्छ राज संस्था भनेर आफ्ना भनाइहरू यसरी छ माननीय ज्ञानेन्द्र शाहज्यूले। तपाईहरु के भन्न चाहनुहुन्छ? तपाईहरुका सल्लाह सुझाव जिज्ञासा प्रतिक्रियाहरू कृपया तलकै कमेन्ट बक्समा व्यक्त गर्नुहोला भन्दै आजको यो छोटो बसाइबाट छुट्टिन्छौँ। यहाँका क्षणहरू सुखद रहन्। सँगै यो भिडियो साथीहरू माझ पुर्याउनको निमित्त एक शेयर गरेर मद्दत गरिदिनु हुनका लागि विनम्रतापूर्वक अनुरोध गर्दै छुट्टिन्छौँ। यहाँका क्षणहरू सुखद रहन्। नमस्कार। जय नेपाल, जय नेपाली। धन्यवाद।